युके आउने सबै स्टुडेन्टहरूको धारणा एउटै हुन्छ, आउँछु, राम्रोसँग पढ्छु, आफ्नो फ्यामिलीलाई सपोर्ट गर्छु र एउटा बेटर लाइफस्टाइल मेन्टेन गर्छु र आउँदाखेरि म चाहिँ युकेको सबैभन्दा फेमस ठाउँ लन्डन, युरोपकै सबैभन्दा एडभान्स सिटी, एउटा मोडर्न सिटी भनेर भनौँ न होइन, त्यो सिटीमा आएर बस्छु भन्ने सबैको सोच हुन्छ। मेरो पनि त्यस्तै सोच थियो, तर मैले जतिखेर यो सोच बनाएँ नि त्यतिखेर मैले केही क्रस क्वेसनहरू पनि आफूसँग गरेँ। आउँदाखेरि मेरो के छ त बजेट, अनि कसरी म त्यो इन्भाइरोमेन्टमा फिट हुन सक्छु, के म बस्न सक्छु त्यहाँ कि सक्दिनँ, त्यो कुराहरूको क्वेसन्स आफैलाई गर्ने हो, किनकि आफ्नो बारेमा आफैलाई मान्छेलाई थाहा हुन्छ। त्यसैले गर्दाखेरि त्यो क्वेसन्सहरूको तपाईँहरूको माइन्डमा त्यो क्वेसन्सहरू नआउन सक्छ। त्यसैले गर्दाखेरि त्यो क्वेसन्सहरू चाहिँ म तपाईँलाई आज लिएर आएको छु। त्यही भएर कहिलेकाहीँ भिडियो आउन ढिलो छिटो होला होइन, किनकि तपाईँहरूलाई मैले हरेक भिडियोमा भनेकै छु कहिलेकाहीँ अब व्यस्तता हुन्छ, कहिलेकाहीँ भ्याइँदैन, कहिलेकाहीँ के प्रब्लम्स गर्दाखेरि भिडियो बनाउनु भ्याउँदैन, किनकि यहाँ आइसके पछाडि हामीले एउटा हसलको फेजमा हुन्छौँ। त्यसले गर्दाखेरि सधैँ बस्नै भ्याइँदैन भिडियो बनाउनलाई। तर कुनै पनि इन्फर्मेसन कन्टेन्टहरू यदि मलाई आवश्यक छ, बनाउनु पर्ने छ जस्तो लाग्यो भने म इमिडिएटली बसिहाल्छु क्यामेरा लिएर होइन, र एउटा बनाइ नै हालौँ न त भनेर बनाउने बेस्ट कोसिस गरि नै हाल्छु। अनि आजको भिडियो पनि त्यही छ क्या। आजको भिडियोमा चाहिँ के छ भनेदेखि तपाईँ यदि युके आउँदै हुनुहुन्छ भने युकेमा तपाईँले कस्तो ठाउँ सेलेक्ट गर्ने, इनसाइड लन्डन या त आउटसाइड लन्डन, त्यहाँ दुईवटा बाटो छ होइन, र तपाईँले कुन आधारमा के को बेसिसमा तपाईँले त्यो सेलेक्ट गर्नुहुन्छ त इनसाइड आउने कि आउटसाइड आउने भनेर, त्यसकै बारेमा मैले चाहिँ आज केही पोइन्ट्सहरू लिएर आएको छु। त्यही पोइन्ट्सहरूको आधारमा म तपाईँलाई भन्ने छु होइन। त्यो पोइन्ट्सको आधारमा आफूलाई क्वेसन गर्नु होइन, त्यो क्वेसनको आधारमा तपाईँले आफ्नो आन्सर पनि पाइहाल्नुहुन्छ कि यदि तपाईँलाई इनसाइड आउनुपर्ने हो कि आउटसाइड लन्डन आउँदा बेटर हुन्छ भनेर। तपाईँको लागि जुन फेभरेबल बेस्ट अप्सन हुन्छ तपाईँले त्यही सिलेक्ट गर्नु होला। र यो भिडियोहरूले तपाईँको अलिकति पनि भ्याल्यु एड गर्दैछ, तपाईँको डिसिजन मेकिङमा सजिलो हुँदैछ, तपाईँलाई अलिकति पनि इन्फर्मेटिभ फिल गराउँदैछ, अलिकति पनि इन्फर्मेटिभ भिडियो लागिरहेछ भने भिडियोलाई लाइक गर्न, भिडियोलाई सेयर गर्न र तपाईँको राइट टार्गेट अडियन्ससम्म मेरो पुर्याइदिनलाई हेल्प गर्नु होला होइन। तपाईँको कोही साथीभाइ जाँदै हुनुहुन्छ, तपाईँको फ्यामिली मेम्बर जाँदै हुनुहुन्छ भने उहाँहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला कि उहाँहरूलाई पनि डिसिजन लिनलाई अलिकति सजिलो होस्, र हतारमा रङ डिसिजन लिनुभन्दा अलिकति काम भएर, अलिकति पेसेन्स भएर राइट डिसिजन लिएको बेटर हुन्छ भनेर म चाहिँ भन्छु होइन। त्यसैले गरेर हतार गरेर नलिनु होला, डिसिजन लिँदाखेरि अलिकति वाइजली, अलिकति टाइम लिएर डिसिजन लिनु होला। त्यो गर्दाखेरि तपाईँहरूलाई पनि बेटर हुन्छ र भोलिको दिनमा तपाईँहरूलाई जुन लस हुनसक्छ त्यो लसबाट पनि तपाईँलाई प्रिभेन्ट गर्छ। त्यसैले गर्दाखेरि यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र डिसिजन लिँदाखेरि चाहिँ एकदम वाइजली डिसिजन लिनु होला। र अब ढिलो नगरिकन भिडियोतिर हामी लागौँ। अब म तपाईँहरूलाई पहिला सुरुमा चाहिँ लन्डनकै बारेमा भन्छु, किनकि हाम्रो मेजर फोकसै एउटा राम्रो सिटीमा आएर बस्ने हुन्छ होइन, र यो एकदम जरुरी पनि कुरा हो। यो कुनै मान्छेले आफ्नो रहर पुरा गर्नलाई मात्र गर्दैन, सबैजनाले, स्पेसली कति मान्छेले आफ्नो रहर पुरा गर्नलाई गर्ला, तर सबै मान्छेले त्यो गर्दैन। त्यही पनि लन्डन आउनको लागि चाहिँ तपाईँसँग के हुनु पर्यो त, तपाईँले कस्तो हो भने तपाईँको ब्याकग्राउन्ड, तपाईँ लन्डनभित्र आउन सक्नुहुन्छ र तपाईँलाई सजिलो पनि हुन्छ, र कस्तो ब्याकग्राउन्ड चाहियो त लन्डनमा बस्नको लागि त्यसको बारेमा हामी कुरा गरौँ। र फर्स्ट एन्ड फरमोस्ट थिङ, लन्डनको अपर्च्युनिटीहरू के छ त, के फाइदा छ लन्डनमा आउनुको, त्यसको बारेमा कुरा गरौँ। र पोइन्ट नम्बर 1मा चाहिँ लन्डन आउँदाखेरि तपाईँको लन्डन आउनुको फाइदाहरू के छ त्यसको विषयमा म कुरा गर्न जाँदैछु। लन्डन आउनको लागि चाहिँ तपाईँहरूसँग एउटा फ्री माइन्ड सेट हुनु पर्यो पहिला सुरुमा। लन्डन आउनको लागि चाहिँ मस्ट नेसेसरी चिज के हो भने तपाईँहरूको पैसा, तपाईँहरूको बजेटले डिफाइन गर्छ कि तपाईँको लागि इनसाइड या त आउटसाइड लन्डन हो भनेर। अब लन्डनमा केही अपर्च्युनिटीहरू छ, केही च्यालेन्जेसहरू पनि छ। ल हामी कुरा गरौँ पहिला सुरुमा अपर्च्युनिटिजको बारेमा। के अपर्च्युनिटिजहरू छ त हाम्रो लन्डनभित्र होइन, त्यो कुरा गर्न जाँदाखेरि चाहिँ फर्स्ट एन्ड फरमोस्ट थिङ मैले भेटेको सबैभन्दा ठुलो अपर्च्युनिटी लन्डनमा भनेको जब अपर्च्युनिटीहरू चाहिँ लन्डनमा प्रशस्त छ। किनकि लन्डन आफैमा एउटा ठुलो सिटी हो। तपाईँलाई आउन किन मन लागिरहेछ लन्डनमा, यो कुरा आफूसँग क्वेसन गर्नु पहिला सुरुमा। किनकि त्यहाँको लाइफस्टाइल, त्यहाँको मोडर्न लाइफस्टाइल, त्यहाँको हिस्ट्री सबै कुरा हेर्न, एक्सप्लोर गर्न, ट्राभल गर्न होइन, र त्यहाँको बिजी लाइफ हेर्नलाई तपाईँहरूलाई लन्डन आउन मन लाग्छ। र लन्डनमा
निकै जब अपर्च्युनिटीहरू पनि छ। जब अपर्च्युनिटी हुनुको कारण के हो, त्यहाँको मार्केट ठुलो छ, धेरै मान्छेहरू त्यहाँनिर बस्छन्, धेरै स्टुडेन्टहरू त्यहाँनिर बस्छन्। तर के म गएर त्यहाँ फिट हुन सक्छु त? धेरै अपर्च्युनिटी छ जबको भन्दैमा, त्यसमा अरू कुराको पनि च्यालेन्जेसहरू हुन्छ। पहिला हामीले अपर्च्युनिटीको कुरा गर्दैछौँ भने म अपर्च्युनिटीतिरै अगाडि बढ्छु र अपर्च्युनिटीमा चाहिँ तपाईँको अर्को ठुलो अपर्च्युनिटी भनेको चाहिँ तपाईँलाई एक्सपोजरहरू छ। एक्सपोजर पनि अब तपाईँलाई अघि भर्खर मैले कुरा गरिहालेँ, मार्केट साइज ठुलो छ भने पछाडि भेरिएसन छ होइन, डिफ्रेन्ट कम्पनीजहरू छ। एउटा स्पेसिफिक निचको लागि, अब जेनरली भन्दाखेरि एउटा स्पेसिफिक निचको लागि एउटा स्पेसलाइज्ड हुने एउटा अपर्च्युनिटी त्यहाँनिर छ एक्सपोजर भन्ने बित्तिकै होइन। त्यहाँनिर तपाईँ गएर अब होटल म्यानेजमेन्ट गर्नुभएको छ भने या गर्दै हुनुहुन्छ भने तपाईँले होटलहरूमा गएर म्यानेजमेन्टको या सेफको या कुनै पनि वाट्सएभर तपाईँले जे गर्दै हुनुहुन्छ त्यसको बारेमा तपाईँले आफ्नो ट्रेनिङ गर्न सक्नुभयो, आफूलाई एक्सपिरियन्स्ड वर्कर बनाउन सक्नुभयो र भोलिको दिनमा ग्रोथको एकदमै धेरै चान्स हुन्छ त्यसबाट होइन। त्यसैले त्यो एकदम इम्पोर्टेन्ट कुरा हो। अनि अर्को कुरा, तपाईँले म्यानेजमेन्ट पढ्नु भएको छ भने या त तपाईँले इन्जिनियरिङ गर्नुभएको छ भने त्यहाँनिर मार्केटै ठुलो छ, हरेक कुराको डिमान्डहरू त्यहाँनिर धेरै छ एज कम्पेयर टु अदर प्लेसेस इन इङ्ल्यान्ड होइन। त्यो ठाउँमा आउनुभयो भने चाहिँ तपाईँको त्यो फाइदाहरू चाहिँ हुन्छ। अब अर्को फाइदा भनेको तपाईँलाई नेटवर्क बिल्डिङ। तपाईँले एकदमै स्ट्रङ नेटवर्क बनाउन सक्नुहुन्छ, किनकि देश विदेशबाट सबै ठाउँबाट, अब मैले भनिहालेँ तपाईँलाई, लन्डन भनेको तपाईँको युरोपकै एउटा सबैभन्दा मोडर्न ठाउँ, एकदमै राम्रो अर्गनाइज ठाउँ भनेर मानिन्छ, राम्रो मानिन्छ होइन। त्यसले गर्दाखेरि सबै ठाउँबाट मान्छेहरू लन्डनमा आउँछन्। तपाईँले धेरै मान्छेहरूसँग भेट्ने अपर्च्युनिटी पाउनुहुन्छ। तपाईँ कुनै पनि ठाउँमा काम गर्नुहुन्छ भने धेरै किसिमको मान्छेहरूसँग तपाईँ इङ्गेज हुन पाउनुहुन्छ, तिनीहरूसँग लर्न गर्न पाउनुहुन्छ होइन। त्यसले गर्दाखेरि लन्डन त्यसको लागि पनि एकदमै धेरै फेमस छ र त्यसले तपाईँलाई भोलिको दिनमा एउटा राम्रो पोजिसनमा पुर्याउँछ। त्यो कुरा चाहिँ एकदम डेफिनेटली स्योर हो। तर त्यो गर्नको लागि पनि तपाईँहरूसँग केही च्यालेन्जेस पनि छ, किनकि हरेक कुराको दुईवटा पाटो हुन्छ। एउटा अपर्च्युनिटी छ भने केही च्यालेन्जेसहरू पनि पक्कै पनि त्यसमा हुन्छ। र च्यालेन्जेसहरूको पाटोको कुरा गर्ने हो भने अब च्यालेन्जेसहरूतिर लागौँ। फर्स्ट एन्ड फरमोस्ट थिङ के हो भनेदेखि तपाईँलाई आउने बित्तिकै तपाईँलाई पहिला सुरुमा त तपाईँले लिएर आएको पैसाबाटै सर्भाइभ गर्नुपर्ने हुन्छ। र लन्डन एकदमै एउटा एक्सपेन्सिभ सिटी हो, किनकि त्यो एकदमै मोडर्न सिटी हो, एकदमै टुरिज्म बेस्ड सिटी हो भनिसकेपछि त्यो अभियसली महँगो हुनु जेनरल कुरा हो, एकदम कमन कुरा हो होइन। त्यो एकदमै एक्सपेन्सिभ सिटी हो। अनि तपाईँलाई त्यहाँनिर रेन्टलमै तपाईँलाई एकदम महँगो पर्न जान्छ। जस्तो कि आउटसाइड लन्डनबाट तपाईँले इनसाइड लन्डनलाई कम्पेयर गर्नुभयो भने तपाईँलाई लगभग तपाईँले डबलै पैसा तिर्नुपर्ने हुन्छ लन्डनभित्र बस्नको लागि लन्डन बाहिरभन्दा। म त अहिले बाहिर बसिरहेको छु होइन, तर मलाई लन्डनको भित्रको रेन्टलहरू के छ कसो छ सबै कुरा मलाई एकदमै राम्रोसँग थाहा छ, किनकि मेरो केही चिनेको भाइहरू पनि त्यहाँनिर बसिरहेछन् अहिले होइन। अनि मलाई थाहा छ त्यहाँनिर अलिकति ज्यादा एक्सपेन्सिभ छ यहाँभन्दा। र मेरो युनिभर्सिटीमा पनि केही स्टुडेन्टहरू छन् जो युनिभर्सिटी आउँदाखेरि लन्डनबाट ट्रेन चढेर आइपुग्छन्, किनकि लन्डनमा अपर्च्युनिटी पनि छ त्यही अनुसारको, पे आउटहरू पनि त्यही अनुसारको छ। तर त्यो तपाईँसँग त्यतिको पोटेन्सियल हुनु पऱ्यो कि त्यो च्यालेन्जेसहरूलाई ट्याकल गरेर, या त तपाईँको बजेट त्यतिको हुनु पऱ्यो कि घरबाट पनि अलिकति सपोर्ट आइहाल्छ र तपाईँले त्यहाँ गएर सर्भाइभ गर्न सक्नुहुन्छ भन्ने। तर त्यो छैन भने चाहिँ तपाईँको लागि एउटा रङ डिसिजन हुन जान्छ इनसाइड लन्डन सेलेक्ट गर्नु। अब अर्को पोइन्टतिर लागौँ। अर्को पोइन्ट भन्नाले तपाईँलाई म्याक्सिमम् स्टुडेन्टहरू सेयरिङमा बसेको देखिन्छ लन्डनमा, किनकि त्यहाँ लन्डन एकदमै ज्यादा एक्सपेन्सिभ छ। त्यसैले गर्दाखेरि स्टुडेन्टहरू एक्लै अफोर्डै गर्न सक्दैन। अफोर्ड गर्न सक्यो भने पनि बस्दैनन्, किनकि तपाईँको टाउकोमाथि एज ए स्टुडेन्ट धेरै रेस्पोन्सिबिलिटी हुन्छ। जस्तो कि नेपालबाट आउनु भएको छ भने तपाईँसँग पक्कै पनि एउटा लोन एमाउन्ट, स्पेसिफिक लोन एमाउन्ट हुन्छ होइन। अब लोन लिएरै हामी गरेको हुन्छौँ, किनकि मैले यो चाहिँ एउटा लो मिडल क्लास या द मिडल क्लासलाई हेरेर मैले चाहिँ बनाइरहेको छु, किनकि यो मेरो क्लास हो होइन। र नेपालको म्याक्सिमम् जति पनि मान्छेहरू छ तिनीहरू मिडल क्लाससम्म आउँछ। हाई क्लासको मान्छेहरू धेरै नै कम छ र तिनीहरूको लागि यो कुरा एकदमै म्याटर गर्दैन, कति एक्सपेन्सिभ छ के हुन्छ भन्ने कुराहरू म्याटर गर्दैन। उनीहरूले जब पाउनु नपाउनु यो कुरा तिनीहरूलाई त्यो कुरासँग वास्ता हुँदैन। तर मैले चाहिँ यो भिडियो स्पेसिफिकली त्यस्तो टाइपको मान्छेको लागि बनाएको। अब जो एकदमै फाइनेन्सियली फ्री छ उसले त लन्डन सेलेक्ट गर्न पाइहाल्यो, आँखा चिम्लेर, उसलाई केही मतलबै छैन, किनकि पैसा उसँग प्रशस्त छ होइन। जोसँग पैसा लिमिटेड छ त्यसले त सबै कुरा चारैतिर विचार गर्नु पर्यो, एउटै कुरालाई लिएर अगाडि बढेर हिँडेर हुँदैन। त्यसैले गर्दाखेरि यो भिडियो चाहिँ स्पेसिफिकली त्यस्तै मान्छेहरूको लागि बनाएको हो मैले चाहिँ। त्यस्तै भन्नाले म जस्तो मान्छेहरूको लागि। स्टुडेन्टहरू 4-5 जना पनि बस्छन् क्या, जस्तो कि स्टुडेन्टहरूले सेयरिङमा 4-5 जना
6-7 जना बस्दिने हुन्छ। अब त्यसरी बस्दाखेरि सबैजनालाई त्यो कुरा ठिक पनि लाग्दैन, सबैजना त्यसरी बसेको हुँदैन किनकि नेपालमा हामी त्यसरी बस्दैनौँ कुनै जेनरली हैन। आफ्नो घरमा एउटा नभए पनि एउटा रुम त आफ्नो हुन्छ नि त सेपरेट। अब प्राइभेसी त चाहिन्छ नि त मान्छेलाई। अब हामीहरू एउटा एज ग्रुपको मान्छेलाई एउटा प्राइभेसी हुनैपर्छ, तर त्यो प्राइभेसी तपाईँहरूले लन्डनमा पाउनुहुन्न। त्यो अलिकति फ्रस्ट्रेटिङ हुन जान्छ किनभने तपाईँ अब आफै इमेजिन गर्नु, तपाईँ दिनभरि काम गरेर आउनुहुन्छ हैन। अब कति घन्टासम्म काम गरेर आइसके पछाडि तपाईँलाई घरमा फोन गर्नुपर्ने हुन्छ आफ्नो मान्छेहरूलाई, अब त्यो एकछिन टाइम दिनुपर्ने हुन्छ हैन। त्यही दिन पनि गाह्रो छ हैन। त्यही पनि तपाईँले टाइम दिँदाखेरि पनि त्यहाँनिर 4 जना 5 जना बसिरहेछ रुममा भने तपाईँहरूले फ्रिली आफ्नो गफ गर्न सक्नुहुन्न, कुरा गर्न सक्नुहुन्न। त्यो कुराले अलिकति बर्डन क्रिएट गर्छ क्या एउटा माइन्डमा हैन। तपाईँले 1 दिन 2 दिनसम्म त तपाईँले त्यो कुरा ट्याकल गर्न सक्नुहुन्छ, तर सधैँभरि त्यही भइराख्यो भने अलिकति एउटा कन्फ्लिक्टको कारण बन्न जान्छ जस्तो मलाई लाग्छ त्यो कुरा चाहिँ। त्यसैले गर्दाखेरि चाहिँ अलिकति सेयरिङ चाहिँ मेरो लागि चाहिँ उपयुक्त हो जस्तो लाग्दैन, तर परिस्थिति अनुसार मान्छेले जे पनि गर्नुपर्छ यो कुरालाई, यसमा कुनै पनि दुई मत छैन। अब अर्को थर्ड पोइन्ट चाहिँ के हो भनेदेखि तपाईँलाई मैले भनिहालेँ युरोपको सबैभन्दा एउटा मोडर्न सिटी हो लन्डन भनिसक्यो। लन्डनको लाइफस्टाइल एकदमै धेरै फास्ट छ, धेरै ठाउँको मान्छेहरू हुन्छन् सबैसँग घुलमिल गर्नलाई, यताउता हिँड्नलाई। र त्यसमा हामी नेपालबाट आएर सिधै उनीहरूको कदममा कदम मिलाएर फटाफट हिँड्न सक्नुपर्छ। उनीहरू जति कम्पिटेटिभ छ हामीहरू पनि त्यति नै कम्पिटेटिभ हुनुपर्छ। हामीले त्यसरी नै अप्लाई गर्नुपर्छ त्यति नै जब, किनकि यहीँको मान्छेहरूले पनि जब अप्लाई गरिरहेको हुन्छ। तिनीहरूसँग तपाईँले कम्पिटिसन दिन सक्नुपर्छ, तिनीहरू जतिको नलेज तपाईँमा हुनुपर्छ, आइडिया हुनुपर्छ, एक्सपिरियन्स हुनुपर्छ हैन। एउटा जब पाउनको लागि एउटा पोटेन्सियल त चाहिन्छ नि त मान्छेलाई। यदि त्यो पोटेन्सियलै छैन भने त मान्छेले जब पाउन अझै धेरै गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ लन्डन अलिकति टफ छ जस्तो मलाई लाग्छ बस्नको लागि, यदि तपाईँ लोवर मिडल क्लास या त मिडल क्लासबाट आउनुहुन्छ भने चाहिँ। यदि तपाईँहरूको बजेट एकदम ठिकठाक छ, तपाईँ पढ्न सक्नुहुन्छ, अब पढ्ने जतिको बजेट तपाईँले निकालिहाल्नुहुन्छ भने जब इभेन्चुअली तपाईँले पाइ नै हाल्नुहुन्छ काहीँ न काहीँ, त्यसमा कुनै पनि ऊ छैन। तर अलिकति ढिलो छिटो भयो भने तपाईँको बजेट बिग्रिन सक्छ र तपाईँको परिस्थिति अझै नराम्रो हुन्छ र तपाईँ फुटपाथसम्म पुग्नुहुन्छ भने चाहिँ त्यो कुराको लागि चाहिँ म कहिले पनि सपोर्ट गर्दिनँ कि तपाईँ लन्डनमा आएर इनसाइड लन्डनमा आएर दुःख पाउनुहोस् भनेर। त्यसैले मात्र मैले यो भिडियो बनाएको हो कि कसैले एउटा रङ डिसिजनको कारणले गर्दाखेरि उसको धेरै कुराको क्षति हुनसक्छ। त्यसैले त्यो चाहिँ नहोस् भन्ने कुरा एकदमै जरुरी हो। र त्यो कुराको लागि जोसँग जानकारी छ त्यसले जानकारी पहिल्यै दियो भने त्यो स्टुडेन्टहरू पनि सेफ हुन्छ र उनीहरूले वाइजली डिसिजन पनि लिन पाउँछ र गर्नु पनि त्यही पर्ने हो। अब मैले लामो कहानी तपाईँहरूलाई इनसाइड लन्डनको सुनाइसकेको छु, पोइन्ट्सहरू पनि भनिसकेको छु। अब आउटसाइड लन्डनको कुरा गरौँ न त। म त आउटसाइड लन्डनमै छु हैन। अहिले चाहिँ म बर्मिङहममा बसिरहेको छु। अनि आउटसाइड लन्डनमा चाहिँ कस्तो हुन्छ भनेर हामी त्यो विषयमा कुरा गरौँ। आउटसाइड लन्डनको के छ त फाइदा बस्नुको? पहिला सुरुमा त जुन इनसाइड लन्डनको सबैभन्दा ठुलो थ्रेट थियो, आउटसाइड लन्डनको सबैभन्दा ठुलो अपर्च्युनिटी हो रेन्ट सस्तो छ। रेन्ट तपाईँले आधी उधी दाम तिर्नुपर्छ। जस्तो कि म जहाँ बसिरहेको छु एउटा बक्स रुम लिएर हैन, त्यहाँनिर चाहिँ सबै इन्क्लुड गरेर मैले 300 पाउन्ड्स पे गरिरहेको छु अहिले करेन्टली हैन। अनि यो एज कम्पेयर टु लन्डन धेरै सस्तो, किनकि लन्डनमा तपाईँलाई 500-700 जति पर्न जान्छ एउटा रुम लिएर बस्छु भन्दाखेरि। त्यो भनेको तपाईँको लागि धेरै नै महँगो हुन जान्छ हैन, र मेरो लागि पनि त्यो धेरै नै महँगो हो। त्यसैले गर्दाखेरि चाहिँ म यहाँ बसिरहेको छु अहिले। त्यसैले त्यो कुरा चाहिँ एकदम वाइजली डिसाइड गर्नु होला। यो सबै कुरा सुनेर सबै कुरा बुझेर मात्रै डिसिजन लिनु होला, किनकि म चाहदिनँ कि एउटा सानो डिसिजन लिएर तपाईँहरूको एउटा मानसिकतामा, किनकि एउटा माइन्डसेट पनि हुन्छ। तपाईँ यहाँ आउँदाखेरि के ड्रिम्स लिएर आउनुभएको हुन्छ म बुझ्छु, किनकि म आफै आउँदाखेरि कसरी आएको थिएँ भन्ने कुरा मलाई थाहा छ हैन। जो आइसकेको छ उसलाई सबै कुराहरू थाहै हुन्छ, कुन हसल छ, कसरी आइन्छ, कसरी के गर्ने भन्ने कुरा। त्यही हिसाबले मैले चाहिँ त्यसैले भिडियो बनाउँछु। मलाई भिडियो बनाउन चाहिँ आउँदैन एक्ज्याक्टली भन्नुपर्दाखेरि, तर एउटा इन्फर्मेसन मैले कसैलाई दिन सक्छु र त्यसले गरेर कसैलाई राम्रो हुनसक्छ भने मलाई आउनु नआउनु भन्दा पनि मेन कुरा चाहिँ मेरो लागि इन्फर्मेसन हो। इन्फर्मेसन चाहिँ जानु पर्यो मान्छेसम्म, बाँकी अरू कुरा त त्यस्तै हो हैन। अब सेकेन्ड पोइन्टमा हामी छौँ। सेकेन्ड पोइन्टमा तपाईँलाई छ एउटा पिसफुल लाइफ छ यहाँनिर, पिसफुल इन्भाइरोमेन्ट चाहिँ, किनकि यो यति बिजी सिटी हैन। त्यो तपाईँलाई लन्डन जतिको बिजी धेरै क्राउडेड एरिया त्यस्तो खालको हुँदैन यहाँनिर। यहाँनिर चाहिँ अलिकति फ्री नै हुन्छ, अलिकति खाली सबै कुरा हुने हुन्छ। त्यसैले गर्दाखेरि स्टुडेन्टलाई चाहिँ बस्नलाई पढ्नलाई चाहिँ एउटा राम्रो इन्भाइरोमेन्ट चाहिँ छ, यो चाहिँ म मान्छु हैन आउटसाइड लन्डनमा, किनकि म पनि बसेको लगभग 1 वर्ष भइसक्यो यहाँनिर। तर त्यही हो, मलाई त राम्रै लागिरहेछ। आई होप द्याट तपाईँहरूलाई पनि त्यो कुरा राम्रै लाग्छ होला। अब थर्ड पोइन्टको कुरा गरौँ। थर्ड अपर्च्युनिटी के छ? हामीले यहाँनिर एकदमै राम्रो पढ्ने वातावरणहरू पाउँछौँ।
एज अ स्टुडेन्ट हामी स्टुडेन्टको लागि आउने भइसके पछाडि हामीहरूले आफ्नो स्टडीलाई फोकस गर्ने, आफ्नो असाइनमेन्टलाई फोकस गर्ने हुनुपर्छ र त्यो फोकस गर्नको लागि पहिलो कुरा त हामीलाई यहाँनिर रेन्टलहरू सस्तो भएर हामीलाई ओभर वर्कलोड हुँदैन होइन, हामीले एक्स्ट्रा काम गरिराख्नु पर्दैन। त्यो कुरामा हामीले आफ्नो टाइम बचाउन पाउँछौँ र आफ्नो असाइनमेन्ट, आफ्नो स्टडिजलाई दिन पाउँछौँ। अब कतिपय स्टुडेन्टहरूले असाइनमेन्टहरू बनाउन ओर्न टाइम पाउँदैन, लन्डनतिर अलिकति अप्ठ्यारो भएर धेरै, किनकि अब रिस्पोन्सिबिलिटी तपाईँको लायबिलिटी बढी छ होइन, त्यसले गरेर तपाईँलाई कमाउनै पर्ने हुन्छ क्या। यहाँ तपाईँलाई त्यति धेरै लायबिलिटी, त्यहाँ यति धेरै फाइनेन्सियल बर्डन हुँदैन, किनकि खाने ओर्ने कुराहरू चाहिँ के हुन्छ भनेदेखि तपाईँले आफैले बनाएर आफैले खाने हो होइन। म त कहिले पनि बाहिरको खाँदैन पनि त्यति साह्रो होइन, म त आफ्नै घरमा ल्याउने, पकाउने, खाने, त्यही राख्ने, त्यही खाने, त्यसरी गरेर मिलाइरहेको हुन्छु। त्यसरी नै गर्ने हो होइन। त्यो गर्दाखेरि के हुन्छ, आफूले पनि पैसा बचाउन पनि सक्यो अलिकति, र त्यसले गर्दाखेरि तपाईँलाई फाइनेन्सियल बर्डन पनि कम पर्यो। र पैसा बचाउनु भयो भने तपाईँलाई पढ्न ओर्न एउटा टाइम म्यानेज गर्न सक्नुभयो, किनकि तपाईँले बाहिरबाट सबै कुरा खर्च गरेर बाहिर कोही लिएर गर्छु भने तपाईँहरूको धेरै फाइनेन्सियल बर्डन हुन्छ र तपाईँलाई धेरै काम गर्नुपर्छ त्यसको लागि। त्यसले गर्दाखेरि तपाईँले त्यसले गरेर आफ्नो पढाइमा ह्याम्पर गर्न सक्नुहुन्छ। त्यसैले त्यो कामहरू चाहिँ नगरेको ज्यादा बेटर हुन्छ। अन्टिल यु आर स्टुडेन्ट पास आउट भइसकेपछि तपाईँ जे गर्नु त्यसले केही म्याटर गर्दैन खासै। अब हामी कुरा गरौँ च्यालेन्जेसहरूको बारेमा। के च्यालेन्जेसहरू छ त आउटसाइड लन्डनमा? त्यहाँ जुन सबैभन्दा ठुलो अपर्च्युनिटी थियो, यहाँनिर त्यो सबैभन्दा ठुलो च्यालेन्ज हुन्छ कि मार्केट सानो छ, जब कन्जेस्टेड हुन्छ, अलिकति जब पाउन तपाईँहरूलाई गाह्रो हुन्छ। तर जब नपाउने होइन, यो कुरा म भन्दिनँ जब पाउँदैन भनेर, सबैले पाएको छ, तपाईँहरूले पनि पाउनुहुन्छ। जब यहाँनिर त्यति धेरै गाह्रो छैन जब पाउनलाई। आउटसाइड लन्डनमा पनि जब मजाले पाइन्छ, खोज्नुपर्छ, अलिक दुःख त गर्नुपर्छ होइन। अर्को ठाउँमा पनि जस्तै नेपालमै हामी बस्यौँ भने पनि हामीले 10 ठाउँ एप्लाई गऱ्यो भने एक ठाउँबाट पनि रेस्पोन्स आउँदैन, त्यस्तै हो यहाँ पनि त्यही हो। तपाईँले अप्लाई गरिराख्ने कन्टिन्युअसली, अब कतै न कतैबाट बोलाउँछ, केही न केही हुन्छ, अनि त्यस पछाडि तपाईँले इभेन्चुली स्टार्ट गर्ने हो होइन। त्यस्तै हो यहाँ पनि, अप्लाई त गर्नै पर्छ। 20 ठाउँ अप्लाई गऱ्यो भने एक ठाउँबाट रेस्पोन्स आउँछ। अब त्यो पनि जब लाग्छै भन्ने छैन, नलाग्न पनि सक्छ, तर त्यसको लागि आफ्नो माइन्डफुलनेस चाहिँ राख्नुपर्छ अलिकति। एउटाबाट भएन भने अर्कोबाट हुन्छ। डिमोटिभेटेड चाहिँ हुनु हुँदैन, र हुने कुनै कुरै छैन, डिमोटिभेटेड त हुनै हुँदैन। जब तपाईँहरूले यतिसम्म हिम्मत गरेर यहाँसम्म आइसक्नु भएको छ भने यहाँभन्दा अगाडि जान पनि सक्नुहुन्छ भन्ने कुरा म त पुरै विश्वस्त छु। त्यसैले तपाईँले आफूमा पनि त्यो मोटिभेसन राख्नुपर्छ। यहाँसम्म आइसकेको छु भने म हारेर त जानेवाला छैन, यो कुरा चाहिँ तपाईँले आफ्नो माइन्डमा राख्नै पर्ने हुन्छ। र अर्को च्यालेन्जको कुरा गरौँ, यहाँ चाहिँ सोसल लाइफ अलिकति लिमिटेड छ। जस्तो कि लन्डनहरूमा धेरै ठाउँको मान्छेहरू आउँछ, धेरै मान्छेहरूसँग भेटिन्छ होइन। तर यहाँ चाहिँ के हुन्छ भनेदेखि, यहाँ तपाईँले बस्नुभयो भने तपाईँ जस्तो मेरै रुमको वरिपरि भाइ बहिनीहरू बस्छन् होइन, तर भेट कहिले पनि हुँदैन। उनीहरू आफ्नै ड्युटीमा बिजी हुन्छ, म आफ्नै ड्युटीमा बिजी हुन्छु होइन। अब हामी एउटै घरमा बस्यो भने पनि अब कहिलेकाहीँ हप्तामा एक दिन अब किचनमा खाना बनाउँदाखेरि, किनकि कमन किचन हुन्छ होइन, त्यतिखेर खाना बनाउँदा ओर्दा मात्र भेट हुन्छ। मेरो लागि त त्यो कुरा ठिकै हो होइन, म त्यति धेरै सोसियल पनि छुइनँ होइन। त्यसैले मलाई भनेको मैले कि मलाई भिडियो बनाउन आउँदैन होइन। तर स्टुडेन्टहरूले मिस्टेक नगरोस्, या त भाइ बहिनीहरू जो आउँदै हुनुहुन्छ, दाइ दिदीहरू पनि जो आउँदै हुनुहुन्छ, उहाँहरूसँग कुनै मिस्टेकहरू नहोस् या कुनै कुरा नछुटोस् भनेर म चाहिँ एउटा इन्फर्मेसनको लागि र आफ्नो एउटा प्र्याक्टिसको लागि पनि मैले चाहिँ भिडियो बनाउने गरेँ हो। यसको खासै मलाई जरुरत चाहिँ त्यस्तो छैन, तर टाइम पनि छैन हेर्ने हो भने त। तर समहाउ म म्यानेज गरेर गरिरहेको छु। तपाईँहरूले पनि समहाउ म्यानेज गरेर लाइक गर्न नबिर्सिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला, र राइट अडियन्ससम्म त्यसलाई पुर्याउन पनि नबिर्सिनु होला। अब कुरा गरौँ हामी थर्ड च्यालेन्जको। आउटसाइड लन्डनमा थर्ड च्यालेन्ज सबैभन्दा ठुलो भनेको यहाँनिर तपाईँलाई सिटी एरियाको भाइब्स चाहिँ छैन। यहाँ अलिकति कन्ट्री साइड टाइपको हुन्छ नि, तपाईँलाई एकदम सुनसान टाइपको, खाली टाइपको एरियाहरू प्रायः जस्तो देखिन्छ होइन। तर त्यो पनि आफैमा एउटा राम्रो हो क्या, किनकि ओभर क्राउडेड भन्दा चाहिँ अलिकति शान्त वातावरण, खाली ठाउँहरू नै मनपर्छ होइन। मेरो पर्सनल पर्सपेक्टिभ हो यो चाहिँ होइन। कहिलेकाहीँ घुम्न जाँदाखेरि अब यसो लन्डन घुम्न जान मन लाग्यो भने यहाँबाट धेरै टाढा पनि होइन, 2-3 घन्टाको बाटो आइहालिन्छ होइन। अब जस्तो कि एनी टाइम अब एउटा क्राउडेड एरियामा बस्न म चाहिँ सक्दिनँ होइन। मेरो चाहिँ पहिल्यैदेखि त्यस्तो बानी थिएन, अहिले पनि त्यस्तो बानी छैन। खै म अलिकति लेस सोसियलाइज भएर पनि होला। तर अब जसलाई क्राउडमा बस्न मनपर्छ उनीहरूलाई चाहिँ अलिकति त्यो यहाँ खल्लो फिल हुनसक्छ। तर मलाई चाहिँ त्यस्तो कहिले पनि फिल भएन, किनकि म कहिले पनि त्यति धेरै सोसलाइज भएर बसिनँ होला। एउटा टाइम थियो होइन, एउटा पिक टाइम जतिखेर मान्छे +2 मा हुन्छ त्यतिखेर बनाइन्थ्यो होला, थुप्रो साथीहरू थियो। अब त्यही अनुसारको
लाइफस्टाइलहरू एउटा भन्छ नि त त्यो एजमा मान्छेको एउटा पिक अफ सोसियल लाइफ हुन्छ अरे। त्यतिखेर मेरो पनि थियो, तर अहिले पछिबाट त मलाई वास्तव पनि लाग्नु छोड्यो। अहिले आफ्नै हसलको बिचमा तपाईँ त्यो कुरा तपाईँ पनि सोच्न सक्नुहुन्न। यदि तपाईँलाई मनपर्छ मन पर्दैन द्याट इज द अनदर थिङ होइन। तर के हुन्छ भने तपाईँलाई पनि त्यस्तो वास्ता लाग्नु छोड्छ जब तपाईँ 14 घन्टा 15 घन्टा सिफ्ट गर्न थाल्नुहुन्छ। तपाईँलाई त्यो कुरा तपाईँको दिमागमै आउँदैन, घर जान्छु, फ्रेसेस हुन्छु, रेस्ट गर्छु, खाना खाएर, यति कुरा मात्रै तपाईँको माइन्डमा हुन्छ। त्यसैले गर्दाखेरि त्यो धेरै ठुलो म्याटर हो जस्तो मलाई लाग्दैन होइन। र आज मैले सानो भिडियो यति कुरा भन्नलाई मात्रै आएको थिएँ र यति कुरा भन्दै म आजको भिडियोलाई यहीँ टुङ्गाउन चाहन्छु र भिडियोलाई सपोर्ट गरिदिनु होला, राइट अडियन्ससम्म पुर्याउनलाई मलाई एकदम सहयोग गरिदिनु होला होइन। म पनि तपाईँहरूको लागि एउटा इन्फर्मेटिभ भिडियोहरू खोजी लिएर आइरहेको हुन्छु होइन। जति सक्छु त्यति तपाईँहरूले पनि आफ्नो एफर्ट लगाइदिनु होला र मलाई सपोर्ट गरिदिनु होला र जति पनि गरिदिनु भएको छ त्यो मेरो लागि धेरै हो। इट मिन्स अ लट फर मी। त्यसले गर्दाखेरि अगाडि पनि मलाई यसरी नै सपोर्ट गरिदिनु होला र थ्याङ्क यू सो मच फर यर पेसेन्स र अन्तिमसँग हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र कुनै दिन चाहिँ म तपाईँहरूलाई बाहिरको टुर पनि गराउँछु होला, तर के भएको थाहा छैन। तर मलाई बाहिर निस्केर क्यामेरामा त्यसरी भिडियो बनाउन म अझै पनि त्यति धेरै क्यामेरा फ्रेन्डली भएको छैन कि मैले अब बाहिर लगेर होइन भिडियो बनाएर यो ठाउँको यस्तो यस्तो छ। तर म आई प्रमिस यु होइन, म यो कुरा चाहिँ गर्छु। अब धेरै छिटो आफ्नो यो जुन बााउन्ड्री छ त्यसलाई ब्रेक गरेर आफू बाहिर निस्केर तपाईँहरूलाई बाहिरको टुरहरू पनि गराउँछु। बर्मिङहम कस्तो छ, बर्मिङहम सिटी कस्तो छ, कहाँ सस्तो सामान पाइन्छ, त्यो कुराहरूको लागि पनि म एउटा भिडियो बनाउने सोचमा छु धेरै दिनदेखि। तर किन त्यो हुन सकिरहेको छैन होइन। र म आफूलाई त्यसमा पुस गरेर त्यो भिडियोहरू पनि तपाईँहरूको लागि छिटै ल्याउने प्रयास गर्छु। र त्यो भिडियोहरू हेर्नु छ भने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुपर्छ, नोटिफिकेसन अन गर्नुपर्छ कि मेरो भिडियो सबैभन्दा सुरुमा तपाईँलाई आओस्, र भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब, नोटिफिकेसन अन, यो कामहरू तपाईँको हो। मैले चाहिँ भनिदिने काम हो, म भनिदिइराख्छु। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। आई विल सी यू इन द नेक्स्ट भिडियो। थ्याङ्क यू।